जय श्रीराम। हामी चाहिँ आज जातक यो धरतीमा मानव योनि लिएर जन्मिनुभन्दा अगाडि आफ्नो माताजीको गर्भमा जो 9 महिनाको समय व्यतीत गर्छ, त्यो 9 महिनामा त्यो के कुराहरूको विकास हुन्छ त? एउटा जुन गर्भधानादि कर्म भइसकेपछि कुन कुन महिनामा के विकास हुन्छ र कुन महिनालाई चाहिँ कुन कुन ग्रहहरूले प्रतिनिधित्व गर्छन् त भन्ने कुराहरू हुन्छ। यदि कुनै समयमा 1 देखि लिएर 9 महिनाको बिचमा यदि कसैको गर्भपतन हुन्छ भने त्यो कुन ग्रहको कमजोरीको अवस्थामा हुन्छ भन्ने कुराहरू पनि यस भिडियोमा हामी जान्न सक्छौँ। अनि के गरी हाम्रो गाउँ समाजमा कुनै व्यक्तिको हड्डी कमजोर हुन्छ, अनि कसैको चाहिँ कपाल कमी हुन्छ, कसैको अलि सुस्त मनस्थितिको हुन्छन्। यस्तो अवस्थामा चाहिँ त्यहाँको माताको कुण्डलीमा त्यो के कुराको कमी भएर त्यस्तो भएको हो भन्ने कुरा हामी त्यसलाई हेरेर पनि थाहा पाउन सक्छौँ। जस्तै कसैको हड्डी कमजोर छ भने त्यसको चाहिँ माताको जीको कुण्डलीमा सूर्य कमजोर हुनसक्छ। यी लगायत विभिन्न कुराहरू हामी आजको यस भिडियोमा जान्नेछौँ। जस्तै पहिलो सुरुमा एउटा विवाहित स्त्री पुरुष बिचमा समागम भएर त्यहाँनिर चाहिँ एउटा महिलाको गर्भमा गर्भ रहन्छ, त्यसलाई शुक्रले प्रतिनिधित्व गर्छ। या भनौँ वीर्य र रजको समीकरण पहिलो महिनामा हुन्छ। यदि केही गरी त्यहाँ शुक्र कमजोर छ कुण्डलीमा भने त्यहाँनिर चाहिँ शुक्रको या भनौँ शुक्र कीटको कमजोरी, वीर्य र रजको यो समीकरण हुनलाई त्यहाँनिर गाह्रो पर्छ। अब कसैले चाहिँ पहिलो सुरुमै बच्चा बस्दैन भन्ने कुराहरू हुन्छ, त्यहाँनिर चाहिँ यदि वीर्यको कमी छ भने त्यसलाई शुक्रले हेर्छ। दोस्रो महिनामा मङ्गलले प्रतिनिधित्व गर्ने भएकाले त्यो वीर्य र रजको समीकरण भइसकेपछि त्यो चाहिँ एउटा गोलाकारको रूप लिन्छ, या भनौँ त्यसलाई चाहिँ हामीले पिण्डाकारको रूपमा गर्भमा देख्न सक्छौँ। त्यसलाई मङ्गलले प्रतिनिधित्व गर्ने भयो। यसै गरी तेस्रो महिनामा अङ्गको विकास हुन्छ। अङ्गको विकासलाई हामी गुरु बृहस्पतिद्वारा हेर्छौँ। यदि कुण्डलीमा बृहस्पति कमजोर छ भने त्यहाँनिर चाहिँ जातकको अङ्गको विकास अलिक कम हुन्छ। कोही अलि हाइट कम भएका व्यक्तिहरू जन्मिन्छन् नि, उहाँको माताजीको कुण्डलीमा बृहस्पतिको अवस्था कमजोर देख्न सक्छौँ। यसै गरी चौथो महिनामा सूर्यले हेर्छ, जसलाई हड्डीको विकासमा मद्दत पुर्याउँछ। एउटा स्वस्थ बालक जन्मिनको लागि हड्डीको मजबुती पनि अति आवश्यक पर्छ। त्यसकारण सूर्य राम्रो भएको अवस्थामा जातकको हड्डीको राम्रो विकास हुने यहाँ देखिन्छ। अनि पाँचौँ महिनामा चन्द्रमाले हेर्ने भयो, र चाहिँ त्यो जातकको आकृतिको विकास हुन्छ, त्यसको छालाको विकास हुन्छ। अनि छैठौँ महिनामा शनिले हेर्ने भयो। शनि भनेको कपाल हो। त्यो कपाल को विकास कस्तो हुन्छ जातकमाथि। यदि कोही हाम्रो कम उमेरकोमा पनि कसैको कपाल कम हुन्छ, कपाल धेरै झरेको छ, एकदम मतलब टक्लुपन भनौँ न अहिलेको भाषामा, त्यो समस्या देखिरहेको छ भने त्यहाँको माताजीको कुण्डलीमा शनि खराब भएको हामी देख्न सक्छौँ। या भनौँ त्यो जातकको स्वयंको कुण्डलीमा पनि विभिन्न ग्रहहरूले पनि यस्ता भूमिका खेल्ने गर्दछन्। यसै गरी बुध, अब चेतनाको विकास हुन्छ 7औँ महिनामा। जातकमा चेतनाको एउटा लेभल कतिको छ त भन्ने कुराहरू हामी चाहिँ बुधबाट हेर्छौँ। अनि यदि कोही माताजीको कुण्डलीमा बुध खराब भयो भने त्यस्तो अवस्थामा चाहिँ जन्मिने बालकको अलि चाहिँ चेतना कम हुने हो कि भन्ने कुराहरू हुन्छ। स्वयंको जातकको कुण्डलीमा पनि बुध खराब भयो भने त्यहाँनिर चाहिँ त्यो कुनै चाहिँ चेतनाको विकास कमी हुन्छ भनेर भन्न मिल्छ। अब चाहिँ तपाईँ 8औँ महिनामा लग्नेशले हेर्ने भयो भने चाहिँ त्यो एउटा आमाले खाएको रस त्यो जातकले खान्छ, हैन। अब चाहिँ 8औँ महिनामा त्यहाँनिर हाम्रो आमाले के कुराहरू खाइरहनु भएको थियो, के कुराहरू खाइरहनु भएको छ भन्ने कुराहरूले यसमा भर पर्छ भने 9 महिनामा चाहिँ चन्द्रमाले प्रतिनिधित्व गर्ने भयो। त्यहाँ चाहिँ 9 महिनामा बाहिर आउने प्रयास गर्छ। अनि 9 र 10, तपाईँको 8, 9, 10 यिनी 3टा महिना हुन्छन्। र 10औँ महिनामा के गरी यदि जातक छ गर्भमा भने चाहिँ त्यहाँनिर चाहिँ सूर्यले हेर्छ, र सूर्यले चाहिँ 10औँ महिनामा जन्म दिन्छ। या भन्नु चाहिँ 8, 9, 10 यिनी 3टा महिना हुन्छन्।
अनि त्यो बेलामा जातकको जन्म हुने भयो।